जेएनजी आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गर्दा कम्तीमा 19 जनाको मृत्यु भएको छ। जेएनजी प्रोटेस्टमा तत्कालीन सरकारले मास किलिङ गरेर नेपालमा भइरहेको भ्रष्टाचार लुकाउन खोज्यो। सुधारका लागि उठेका आवाज दबाउन खोज्यो। पहिलो दिनमै सरकार पक्षद्वारा 19 जना युवाहरूको हत्या भयो। त्यसैको प्रतिरोधमा उत्रिएको आन्दोलनले भदौ 24 मा उग्र रूप लियो। यही आन्दोलनमा कम्तीमा 72 जनाको ज्यान गएको छ। त्यसैगरी जेएनजी प्रोटेस्टमा पब्लिक तथा प्राइभेट प्रपर्टी गरेर खर्बौंको क्षति भएको छ। यो सामग्री तयार पार्ने बेलासम्म 30 अर्ब रुपैयाँको बिमा दाबी पुगेको छ। 2 दिनको आन्दोलनले पर्यटन व्यवसायमा गिरावट देख्न थालेको छ। आन्दोलनको 2 दिनमा नेशनल इकोनोमीको 30 खर्ब बराबरको क्षति पुगेको छ। यो क्षति जीडीपीको करिब आधा हो। चौधरी ग्रुप, एनसेल, कान्तिपुर मिडिया ग्रुप, सिमरिक एयर, टाटा मोटर्स, ह्युन्डाई, सुजुकी साधनका सोरुम व्यापारमाथि आक्रमण भएको छ। पर्यटन व्यापारमा 25 अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ। त्यसैगरी निजी क्षेत्रमा पनि 80 अर्ब क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। – 2007 सालदेखि आजसम्म भएका आन्दोलनहरूले किन सोसियो इकोनोमिक इस्युको समाधान दिन सकेनन्? 2026 सालमा सिआइएले किन $25 लाख दियो? पञ्चायतकालमा अपनाएको प्रोटेक्टिभ मेजर्सले निजी लगानी हुन पाएन। बम आतंक, चन्दा वसुली, मजदुर हडताल, आन्दोलन जस्ता कार्यहरूले व्यापारीको मनोबल कम हुँदै गएको छ। प्रत्येक आन्दोलनमा सर्वहारा वर्ग तथा गरिबले मात्र किन योगदान दिइरहन पर्यो? आन्दोलन र परिवर्तनपछि सामाजिक न्यायको मुद्दामा किन सम्झौता मात्र भइरह्यो? आन्दोलन र परिवर्तनले फाइनान्सियल फ्रिडम दिएको छ। व्यापार व्यवसायमा महिलाको सहभागिता बढेको छ। राष्ट्रको अर्थतन्त्रमा सबै जात, धर्म, लिङ्ग, समुदायको समान योगदान छ। आजको विषय प्रत्येक आन्दोलनमा निशानामा परिरहने व्यापारको हो। आर्थिक तथा बौद्धिक क्षति देखाएर शहीदहरूप्रति अपमान गर्न खोजेको होइन। आन्दोलनमा कसरी कम क्षति गर्न सकिन्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो। आजको सामग्री विशेष गरी राष्ट्रको अर्थतन्त्र परिवर्तनपछि देशमा हुने लगानी तथा सोसियो इकोनोमिक इस्युको हो। 2007 सालको समयमा ठुला कलकारखाना तथा व्यापार देशभित्र थिएनन्। राणा शासन विरुद्ध आवाज जुटाउन छापाखाना तथा पत्र पत्रिकाहरूमा लगानी भएको थियो। प्रजातन्त्र आएपछि पनि छापाखानाहरूमा राम्रै लगानी भएको थियो। त्यस समयमा राज्यको आर्थिक अवस्था निकै कमजोर थियो। कूटनीति मार्फत सहयोग जुटाएर राज्यको अर्थतन्त्रमा केही राहत पुगेको देख्न सकिन्छ। 2013 सालमा चीन सरकारले नेपालले 6 करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो। यो रकम 2012-13 मा भएको नेपालको आम्दानी भन्दा पनि धेरै थियो। पञ्चायतकालमा सरकारी स्तरबाटै व्यापार उद्योग सञ्चालन तथा स्थापना भएका थिए। विभिन्न प्रोटेक्टिभ मेजर्स अपनाएर निजी क्षेत्रको लगानी हुन सकेन। प्रजातन्त्रको दशकमा खुलेका छापाखानाहरू बन्द भए। यही समयमा राजमार्ग विस्तार, सरकारी लगानीमा उद्योग स्थापना भएका थिए। त्यसैगरी कर नतिरेका बागदरबार तथा राणाकालीन सम्पत्तिहरू लिलामीको प्रक्रियामा गएका थिए। पञ्चायतको बागी हुनेहरूको सम्पत्तिमा मुद्दा चल्यो र सरकारीकरण भए। बबरमहल, सीतामहल, ललिता निवास अधिकरण भएका हुन्। यी संरचनाहरूमा प्रशासनिक भवन बनेका छन्। राणाहरूको सम्पत्ति जफत गरेर राज्यकै हितका लागि प्रयोग गर्दा अर्थतन्त्र पनि बचेको थियो। नेपालले 2018 मा मिश्रित अर्थतन्त्रको नीति अपनाएपछि इन्डस्ट्रियल फाउन्डेसन बनाउन सहयोग भएको थियो। यसबेला चलेको कोल्ड वारको फाइदा लिनका लागि पनि नेपालले मिश्रित अर्थतन्त्र अपनाएको हुनुपर्छ। चीनले दैनिक 20 टन उत्पादन क्षमता भएको कागज कारखाना, हेटाडाको सिमेन्ट फ्याक्ट्री, काठमाडौँमा छाला जुत्ता उद्योग खोल्न लाग्ने खर्च बेहोर्ने लिखित प्रतिबद्धता जनाएको थियो। विक्रम सम्वत 2026 सालमा सिआइएले खम्पा लडाकुहरूलाई पुनर्वासका लागि $25 लाख बजेट दिएको थियो। यस बजेटबाट काठमाडौँमा ट्याक्सीहरू किनेका थिए। पोखरा काठमाडौँ बस सञ्चालनमा आएका थिए। पोखरामा होटेल माउन्ट अन्नपूर्ण सञ्चालनमा आएको थियो। उक्त सहयोग ट्रान्सपोर्ट तथा हस्पिटालिटी बिजनेसमा खर्च भएको थियो। नेपालमा चीन विरोधी गतिविधि बढाउन सिआइएले यो फन्ड दिएको थियो। नेपालको सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति विपरीत हुने बिजनेसको पनि निगरानी गर्नुपर्छ। इतिहासले दिएका यस्ता पाठहरूबाट वर्तमान सङ्कट समाधान गर्न सहयोग गर्छ। 2019 वैशाख 1 मा महेन्द्र राजमार्गको उद्घाटनपछि बजार विस्तार पनि भएको थियो। सोभियत सङ्घको सहयोगमा पनौती जलविद्युत आयोजना, वीरगञ्ज चिनी कारखाना,
जनकपुर चुरोट कारखाना, वीरगञ्ज कृषि औजार कारखाना निर्माण भएका थिए। यो समयमा उद्योग सञ्चालनमा आवश्यक पर्ने पूर्वाधारको विकास, वैदेशिक सहायता, राणाहरूको सम्पत्ति जफत भएका थिए। भूमि सुधार आयोजना चित्त नबुझेका सामन्तीहरू तथा किसानहरू जम्मा पारेर झापा विद्रोह सुरु भएको थियो। 2012 सालमा काङ्ग्रेसको महाधिवेशनले अघि सारेको भूमि सुधार नीतिको विरोध वामपन्थी नेताहरूले व्यापक रूपमा गरेका थिए। अमेरिकाको थिङ्क ट्याङ्क फोर्ड फाउन्डेसनको सुझावमा भएको भूमि सुधारको चर्को विरोध झापा विद्रोहमा देखा परेको थियो। वर्ग शत्रु अन्त्य गर्ने भन्दै बुटन चौधरी सहित 8 जनाको विभत्स हत्या भएको थियो। केपी ओलीको नेतृत्वमा भएको यो आन्दोलन पुरै भद्रगोल थियो। वर्ग शत्रु भन्दै व्यापारी तथा किसान मजदुरहरूको हत्या भएको थियो। 2030 चैत्र 13 गते अदालतको फैसला अनुसार 8 जनाको हत्या अभियोगमा केपी ओलीलाई 14 वर्ष जेल सजाय भएको हो। America's public enemy number one is drug abuse. This will be a worldwide offensive. हिप्पी कल्चरले नेपालमा पर्यटन व्यवसाय तथा साना लगानीमा सञ्चालन हुने एन्टरटेनमेन्ट बिजनेस उदाएका थिए। हिप्पीहरूका आगमनसँगै स्वयम्भू, बसन्तपुर, असन, भोटाइटीमा चिया पसल, बेकरीको व्यापार बढेको थियो। नेपालले लागु औषध विरुद्धको महासन्धिमा हस्ताक्षर गरेपछि हिप्पीहरूको मोबिलिटी कम हुँदै गएको छ। हिप्पीहरूको सकारात्मक पक्षलाई केलाउन सकिएन र यिनीहरू लागु औषधका फ्याक्ट्री मात्र हुन् भनियो। अमेरिकाले अनुदान रोकिदिने धम्की दिएपछि नेपालले गाँजामा प्रतिबन्ध लगायो। हिप्पीहरूलाई नेपालबाट धपाइयो। वार एगेन्स्ट ड्रग्सले नेपालमा खुलेका क्याफे, एन्टरटेनमेन्ट बिजनेस तथा पर्यटन व्यवसायमा असर पर्यो। दुई 2045 भारतले नाकाबन्दी लगाएको थियो। यो नाकाबन्दीले नेपालमा पेट्रोल मट्टितेलको अभाव सिर्जना भएको थियो। नेपाल र भारत बीचको व्यापार तथा पारावान सन्धिको नवीकरण हुन सकेन। यो नवीकरण नेपालको पक्षमा भएको भए इम्पोर्ट एक्सपोर्ट बिजनेस, कुरियर बिजनेस 2045 सालदेखि नै अझ सशक्त हुन सक्थे। चीनसँग हात हतियार किनेकै कारण भारतले 1 वर्षभन्दा लामो नाकाबन्दी गरेको थियो। यस बीचमा एउटा फाइदा भनेको नेपाल चीन सम्बन्धले रणनीतिक स्तरमा प्रवेश गर्यो। 2046 फागुन 7 गतेदेखि सुरु भएका आन्दोलनमा मण्डले शब्दको निकै चर्चा भएको थियो। नयाँ अनुहार, पुलिसकट कपाल भएका तथा व्यापारीहरूलाई मण्डले शब्द प्रयोग गरिन्थ्यो। चैत्र 16 गते प्रहरीले बल प्रयोग गरेपछि 17 चैतमा आन्दोलनकारीले मङ्गल बजारमा रहेको प्रहरी बिट, नगर पञ्चायत तथा सार्वजनिक सम्पत्तिमा आगो लगाएका थिए। 2046 सालको आन्दोलनमा पनि व्यापारिक क्षेत्र, सार्वजनिक सम्पत्ति र देशको अर्थतन्त्र निशानामा पर्यो। आर्थिक वर्ष 2048-49 को बजेटले ओपन मार्केट पोलिसी एडप्ट गर्यो। शिक्षा, स्वास्थ्य, सञ्चार, हाइड्रो पावरमा निजी लगानी हुन थाले। 2047 पछि नागरिकलाई व्यापार गर्न स्वतन्त्रता मिलेको थियो, तर यससँगै मौलाएको चन्दा असुली, ट्रेड युनियनको अनावश्यक राजनीतिले व्यापार सुरक्षित भने हुन सकेन। प्राइभेटाइजेसन एक्ट 2050 ले आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरेको थियो। पञ्चायतकालमा उद्योगहरू सरकारी लगानीमा सञ्चालन तथा स्थापना भएका थिए। प्रोटेक्सनिस्ट मेजर्स अपनाएका कारण पञ्चायतकालमा निजी क्षेत्रको सहभागिता न्यून थियो। प्रजातन्त्रको पुनर्बहालीसँगै वर्ल्ड ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्क, इन्टरनेसनल मोनिटरी फन्डको दबावमा नेपालले खुला अर्थतन्त्र अपनाएको थियो। माओवादीले चिठी लेखेरै नेपालमा भएका मल्टिनेसनल कम्पनीहरूसँग 3 करोड चन्दा मागेको कुरालाई निन्दा गर्दै भोइस अफ अमेरिकाले एडिटोरियल नै प्रकाशित गरेको थियो। 10 वर्ष जनआन्दोलनको मुख्य उद्देश्य सोसियो इकोनोमिक इस्यु समाधान गर्ने भन्ने पनि थियो, तर शान्ति वार्तामा सरकार पक्षसँग अडान लिन नसक्दा यो माग पनि अपुरो रह्यो। यही समयमा भएका आन्दोलन, गुण्डागर्दी, माओवादीको नाम प्रयोग गरेर भएका चन्दा असुली, मजदुर हडताल जस्ता कार्यहरूले व्यवसाय पलायन हुने स्थिति बन्यो। 10 वर्षको जनआन्दोलनमा नेपालको बजेट डिफेन्समा धेरै खर्च भएको थियो। 4 अर्बको डिफेन्स बजेट बढाएर 12 अर्ब पुर्याइयो। 700 विद्यालय बन्द भएका थिए। 3000 शिक्षकले शिक्षण पेसा छोडेका थिए। सन् 1996 मा 15.4% रहेको निजी लगानी घटेर 2004 सालमा 12.6% मा सीमित भयो। डाबर नेपाल, सूर्य नेपाल, युनाइटेड टेलिकम लिमिटेड जस्ता कम्पनीहरूले धेरै चुनौती भोग्नु परेको थियो। कोलगेट पाम अलिभ नेपाल प्राइभेट लिमिटेडले हेटाडामा उत्पादन नै बन्द गर्नु पर्यो।
सर्लाहीको ज्योति स्पिनिङ मिल्समा आगजनी भएको थियो। युनिलिभर नेपाल, कोकाकोला नेपाल जस्ता कम्पनीहरू निरन्तर निशानामा परिरहे। रोयल कूले गर्दा $250 मिलियन वैदेशिक सहयोग रोक्का भएको थियो। नर्वेले गर्ने भनेको $500 मिलियन लगानी रद्द गर्यो। वर्ल्ड ब्याङ्कले $65 मिलियन इन्भेस्टमेन्ट विथड्र गरेको थियो। यो समयमा ग्रामीण विकास, स्वास्थ्य क्षेत्र, शिक्षा तथा गरिबी निवारण जस्ता महत्त्वपूर्ण कामहरू हुन सकेनन्। जापान, स्विजरल्यान्ड, क्यानाडा, फिनल्यान्ड, जर्मनी लगायत अन्य देशहरूले माओवादीबाट प्रभावित मध्यपश्चिम र सुदूरपश्चिममा आफ्नो सहयोग प्रयोग गर्न प्रतिबन्ध लगाए। 2061 सालमा इराकमा 12 जना नेपालीको हत्या भएपछि नेपालमा भएको आन्दोलनमा मेनपावर कम्पनीहरू जलेका थिए। – 2072 सालमा मधेस आन्दोलनको बहाना बनाएर भारतले नाकाबन्दी गरेको थियो। भूकम्पले जनजीवन कष्टकर बनेको थियो। टुरिज्म बिजनेस, हस्पिटालिटी बिजनेस, स्टार्टअप कल्चरले निकै शास्ति भोग्नु पर्यो। नाकाबन्दी र आन्दोलन एकैपटक हुँदा नेपालमा भइरहेको होलसेल, रिटेल ट्रेड, ट्रान्सपोर्ट ट्रेड, टुरिज्म, फाइनेन्सियल सर्भिसमा गरिएका लगानीहरू सुरक्षित हुन सकेनन्। साना तथा मझौला व्यापारीहरू ब्याङ्क लोनमा डुबेका थिए। यातायात क्षेत्र, स्वास्थ्य क्षेत्रमा भएको लगानी खतरामा पर्यो। ग्यास र इन्धनको अभावले महँगी बढेको थियो। राजावादी आन्दोलनमा पनि 46,90,85,340 रुपैयाँ बराबरको क्षति भएको थियो। – 2007 सालदेखि 2082 सम्म भएका आन्दोलनमा शहीदहरूको योगदान अतुलनीय मात्रामा रह्यो। सामाजिक न्याय, भ्रष्टाचार मुक्त देशको नारा सधैँ ओझेलमा मात्र परिरह्यो। 122 वर्ष लामो इतिहास बोकेको सिंहदरबारले राजनीतिक परिवर्तन र आन्दोलन धेरै देख्यो। तर त्यसैको बिमा नहुँदा भौतिक संरचना बनाउन धेरै पैसा जुटाउनु पर्ने भएको छ। व्यापारी तथा नेताको सम्बन्ध नेसनल इन्ट्रेस्टभन्दा माथि हुनु हुँदैन। आन्दोलनको स्वरूपमा व्यापक परिवर्तन आवश्यक छ। जेनजीको आन्दोलनमा अनावश्यक घुसपेट हुँदा हजारौँभन्दा धेरैको रोजगार गुम्ने जोखिम छ। राज्यको स्रोत, साधन र संरचनामा समान पहुँच र पुस्तान्तरणको खोजी भएको छ। सुरक्षा निकायमा भिड नियन्त्रणको ट्रेनिङ तथा रणनीतिक तयारीको कमी देखिएको छ। सबैभन्दा मुख्य कुरो यो देश बनाउन एकजुट हुन आवश्यक छ।